सङ्घीय गणतन्त्र नेपालको 40औं प्रधानमन्त्रीको रूपमा आज बालेन शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उहीसँगै स्वर्णिम वाग्ले अर्थमन्त्रीमा अनि परराष्ट्रमा शिशिर खनाल, गृहमन्त्रीमा सुदन गुरुङ, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, पर्यटन मन्त्रीमा अमरेश कुमार सिंह, भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल, कृषि मन्त्रीमा गीता चौधरी, शिक्षा मन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य मन्त्रीमा निशा मेहता, त्यस्तै महिला तथा बालबालिका मन्त्रीमा सीता बादी, त्यस्तै कानुन मन्त्रीमा शोभिता गौतम, ऊर्जा मन्त्रीमा विराज भक्त श्रेष्ठ, सञ्चार मन्त्रीमा विक्रम तिमिल्सना नियुक्त भएका छन्। साथै आज नियुक्त हुने सम्पूर्ण सांसदहरूलाई हार्दिक बधाई छ।